안녕하세요. नमस्ते यहाँहरु सबैजनालाई म थुङदिमुन किल्सी धरानबाट कोरियन भाषा प्रशिक्षक खेम लिम्बु यहाँहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु थुङदिमुन किल्सीको युट्युब च्यानलमा। यस युट्युब च्यानल मार्फत सञ्चालन भइरहेको कोरियन भाषाको बेसिक कोर्सलाई निरन्तरता दिनको लागि आज पनि यहाँहरु समक्ष 38औं भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म तपाईहरुलाई यस 38औं भिडियो मार्फत पास्ट कन्टिन्युअस टेन्स को बारेमा सिकाउँदै छु र यो भिडियो तपाई पहिलोचोटी हेर्दै हुनुहुन्छ भने सुरुदेखि अन्त्यसम्म यो भिडियोलाई हेर्नु होला र हेरिसकेपछि तपाईलाई यो भिडियो कस्तो लाग्छ मन परे लाइक गर्नु होला र चाहिँ हाम्रो भिडियोलाई धेरै भन्दा धेरै मासमा पुर्याउनको लागि शेयर गरेर सहयोग पनि गर्दिनु होला र हाम्रो युट्युब च्यानलबाट कोरियन भाषा सम्बन्धित कुराहरू के जान्न चाहनुहुन्छ हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गर्नु होला भन्दै अब हामी विषयतर्फ लागौं है त। यहाँ छ ख्वाग छिनेङ सिजे भनेको छ पास्ट कन्टिन्युअस टेन्स अथवा निरन्तर भूतकाल। अब ख्वाग भनेको चाहिँ भूत है त, भूत अथवा विगत भन्ने बुझिन्छ। छिनेङले चाहिँ निरन्तर जनाउँछ भने सिजे भनेको चाहिँ काल हो। अब ख्वाग छिनेङ सिजे पास्ट कन्टिन्युअस टेन्स भनेको के हो त यसको बारेमा थोरै बुझौं। हामीले विगतमा केही कार्य गर्दै गरेको त्यो कार्य चाहिँ पूरा नभएको त्यो कार्य निरन्तर चलिरहेको जुन अवस्थालाई भन्नु पर्दाखेरि पास्ट कन्टिन्युअस टेन्स अथवा ख्वाग छिनेङ सिजे भन्छ। अब यो बारेमा सिक्नलाई चाहिँ हामीले पहिला के जान्नु पर्यो त भन्दाखेरि यसको पास्ट कन्टिन्युअस टेन्स अथवा ख्वाग छिनेङ सिजेको सूत्र के हो त्यो हामीले जान्नुपर्ने हुन्छ र आज म त्यो सूत्र सहित केही उदाहरणहरू पनि तपाईहरुलाई सिकाउँदै छु। राम्ररी हेर्दै गरौँ है त। अब यहाँ छ फर्मल सेन्टेन्स औपचारिक वाक्य र इन्फर्मल सेन्टेन्स अनौपचारिक वाक्य छ र यहाँ चाहिँ सूत्र छ। जस्तो कि 1 नम्बरमा यो चाहिँ भवसँग, जस्तो कि भवसँग जोडिन्छ। गो इट ले कन्टिन्युअस जनायो, अतले पास्ट र फर्मलमा लेख्ने या बोल्ने हो भने सुनिदा जोड्नु पर्यो है। भवको पछाडी दा हटाउने अनि यो जोड्ने र इन्फर्मलमा चाहिँ भिएसटी प्लस गो इट कन्टिन्युअस भइहाल्यो। यसले पास्ट जनायो, यसले के हो त इन्फर्मल जनाउँछ यो। अब यसको सूत्र चाहिँ नेपालीमा के हुँदो रहेछ त भन्दाखेरि यो दही थियो अथवा इ रहेको थियो भन्दा पनि हुन्छ र दही थिए, दही थिइन्, दही थियौं है त। जस्तो कि खाँदै थियो, खाँदै थिए, खाँदै थिइन्, खाँदै थियौं यसरी अर्थ लाग्ने गर्छ र यता पनि सेम त्यही नै हो। र क्वेशन गर्नु पर्यो भने जस्तो कि हिजो यो समयमा के गर्दै थियौ भनेर क्वेशन गर्नु पर्यो भने चाहिँ अब यो दा हटाएर यहाँ क्वेशन लायो, क्वेशन को जुन चाहिँ का लायो भने क्वेशन हुन्छ। अनि इन्फर्मलमा चाहिँ के गर्नु पर्दैन, मासतिर जे छ त्यही र क्वेशन डब्लुएस क्वेशन हुन्छ र क्वेशन मार्क हुन्छ। त्यति भएपछि त्यहाँ चाहिँ पुग्छ। अब यहाँनिर 1 नम्बरमा खिसुक्सा एस होस्टलमा छादा भनेको सुत्नु, अब यसले कन्टिन्युअस भयो, यसले पास्ट भयो। होस्टलमा चाहिँ सुतिरहेको थिए है त, सुतिरहेको थिए यो अर्थ लाग्यो। 2 मा फिसिबाङ एस अनि फिसिबाङ भनेको चाहिँ साइबर, फिसिबाङ भनेको साइबर। साइबरमा खेमुल हागो इसा सयो गेम खेल्दै थिए। छुबाङ किचनमा योरी हागो इसा सयो भनेको कुकिङ गरिरहेको थिए। साबन खिसुक्सा एस होस्टलमा आङ्गु गरुल कोरियन भाषा खुङ्गु हागो इसा सयो अध्ययन गर्दै थिए। खुलेको ओभन नोरेबाङ एस भनेको गीत गाउने कोठामा, नोरेरुल फुरुगो इसा सयो नोरेबाङ एस गीत गाउने कोठामा,
नोरिरुल फुरुदा भनेको गीत गाउनु। अब यो सूत्र यहाँ लागेको छ के भयो त गीत गाउँदै थिए भने अर्थ लाग्यो। युग 1 उन्दोङ जाङ। उन्दोङ भनेको खेल, जाङ भन्नाले स्थल जनाउँछ। स्थल चाहिँ प्राङ्गणमा खेल मैदानमा यस्तो भनेको मा भयो। छुक्कुरुल हादा भनेको फुटबल खेल्नु। अब यहाँनिर सूत्र जोडियो हाम्रो पास्ट कन्टिन्युस। जस्तो कि अब के भयो त छुक्कुरुल हागु इससय फुटबल खेल्दै थिए। त्यही भएर छिल भयो। फसु थमिन रहेछ बस टर्मिनल बस पार्कमा। फसुरु थादा भनेको चाहिँ बस चढ्नु। फसुरु थागो इससय भनेको बस चढिरहेको थिए। फलबल छुबाङ भनेको किचन। किचनमा सरगजिल हादा भनेको भाँडाकुँडा माझ्नु। सरगजिल आगो इससय भनेको के हो त भाँडाकुँडा माझ्दै थिए। खुबन इल्बान सुरेगिरोल। इल्बान सुरेगी भनेको चाहिँ साधारण फुड। साधारण फोरलाई चाहिँ इल्बान सुरेगी भन्छ। इल्बान सुरेगिरोल सुरेगी फोङथु ए भनेको त्यो प्लास्टिक हाल्ने झोलालाई चाहिँ सुरेगी फोङथु भन्छ। यो प्लास्टिकको झोलामा नखु इससय भनेको हाल्दै थिए। 그리고 10번 सुगहामे भनेको चाहिँ यो फोर हाल्ने डिब्बालाई सुगहाम भन्छ। यो सुगहाममा अथवा फोर हाल्ने डिब्बामा अन ओत भनेको पुरानो कपडा, फरिदा भनेको फ्याँक्नु, फरीको इससय भनेको के हो त फ्याँक्दै थिए, हाल्दै थिए भनेको। अब सिभिल 1 कुसारामन त्यो मान्छे चाहिँ सोधोकुल हादा भनेको ड्रेसिङ गर्नु। सोधोकुल हागु इससय भनेको ड्रेसिङ गर्दै थियो। त्यो मान्छे चाहिँ घाउ सफा गर्दै थियो अथवा ड्रेसिङ गर्दै थियो। 그리고 12번 कुसारामन त्यो मान्छे चाहिँ यङ्गुरुल फारुदा भनेको मलम दल्नु। यङ्गुरुल फारुको इससय भनेको मलम दल्दै थियो। 그리고 13번 हु यजा त्यो केटी चाहिँ फेन्दुरुल भनेको ब्यान्डेज, फुचीको फुचिदा भनेको टाँस्नु, फेन्दुरुल फुचीको इससय ब्यान्डेज बान्दै थियो। 14 उछेगुक एस हुलाकमा साङ्जारुल फोजाङ आधा भनेको बाकस प्याकिङ गर्नु। अब गो इससय भनेको के हो त हुलाकमा बाकस प्याकिङ गर्दै थिए। मिनासिगा फोङथुए। मिना चाहिँ फोङथु भनेको चिठीको खाममा। सुसु भनेको चाहिँ ठेगाना। सुसु भनेको ठेगाना। ठेगाना सुधा भनेको लेख्नु। सुगो इससय भनेको लेख्दै थियो। मिना चाहिँ चिठीको खाममा ठेगाना लेख्दै थियो। सिभिक 1 खाउन्थ यस भनेको काउन्टर, यस भनेको मा, योगुमुल भनेको मूल्य, नेदा भनेको तिर्नु, नेगु इससय भनेको के हो त तिर्दै थिए। काउन्टरमा कि चाहिँ पैसा तिर्दै थिए। 17 छुयब ख्योयुक भनेको रोजगार तालिम, फात्ता भनेको लिनु, गो इससय भनेको लिँदै थिए। रोजगार तालिम लिँदै थिए। 18 खेयाक आधा भनेको चाहिँ खेयाक आधा भनेको चाहिँ के हो त सम्झौता गर्नु। अब गो इतले कन्फ्युज भयो। खेयाक हागु इससय भनेको सम्झौता गर्दै थिए। 19 आङ्गुग नुम्न्यक्सियम भनेको कोरियन भाषा परीक्षा होदा भनेको चाहिँ दिनु है त। हाङ्गुग कोरियन भाषा, नुम्न्यक भनेको क्षमता भन्ने बुझिन्छ, सिएम भनेको परीक्षा। अब यसलाई समग्रमा कोरियन भाषा परीक्षा भनौँ। होदा भनेको दिनु, कोरियन भाषा परीक्षा होगो इससय भनेको दिँदै थिए।
21번 थुइसी सिन्चङ्सहरू थुइ चाहिँ सिन्चङ्स भनेको निवेदन सोको सय भनेको दिँदै थियो थुइजेलले चाहिँ आवेदन पत्र दिँदै थियो यजागा युसिकुल छुई हागो सय केटीले चाहिँ युसिक भनेको रेस्ट टाइमको छुई हागो सय भनेको सदुपयोग गर्दै थियो। इसी विवन मोरुल कुरिदा भनेको पानी उमाल्नु गोइस सय दही थिए मोरुल कुरिगो सय पानी उमाल्दै थिए। सिपसाम्बन खेरानुल साम्दा भनेको अन्डा उसिन्नु खेरानुल सामगो सय अन्डा उसिन्दै थिए। यसो साबन ख्यरोन सिक भनेको विवाह पार्टीमा आनबोकुल इपको सय भनेको कोरियन पोसाक लाइरहेको थिए कुरिगो इसिप ओभन खाजोक दुरी परिवारहरू मयस भेला भएर छेसारुल छिनिदा भनेको पूजा गर्नु छेसारुल छिनेको सय पूजा गर्दै थिए परिवारहरू चाहिँ भेला भएर पूजा गर्दै थिए। त्यसो गरेर तलतिर जाउँ। इस भ्युवन आछिमे बिहान खेदान भनेको सिँढी छङ्सो आधा भनेको सफा गर्नु है त बिहान चाहिँ सिँढी सफा गर्दै थिए। यसैपछि हाक्सेङ दोरी विद्यार्थीहरू चाहिँ हाक्युएस भनेको विद्यालयमा वान्यङ फाथिरुल आधा भनेको चाहिँ वान्यङ फाथी भनेको चाहिँ वेलकम पार्टी गर्नु विद्यार्थीहरू चाहिँ विद्यालयमा वेलकम पार्टी गरिरहेका थिए। यसै खुवन फतुल नुरुदा भनेको बटन थिच्नु फतुनुल नुरुगो सय बटन दबाउँदै थिए। 31 नामजागा फल्लेरोल छापको सय केटाले किरा समात्दै थियो। इल्वान फारोसिगा अझै छिबे आन खोसनेय भनेको छ फारोजीलाई हिजो घरमा देखिएको थिएन त भन्दैछ अदि खासा सय कहाँ जानुभएको थियो भनेको छ। नाले भन्छ आ खुरियो त्यसो हो छुबाङ किचनमा खिम्ची रोल फुक्को सय भनेको खिम्ची बनाउँदै थिए। दुईमा गाले भन्छ अम्मा अझै म आगो सय हिजो के गर्दै थियो नाले भन्छ खुन्याङ मोरुल कुरिगो सय पानी उमाल्दै थिए। सम्बन वेगुक साराम दुरी विदेशी मान्छेहरू खुसी जाङे त्यो बजारमा म आगो सुम्निका के गर्दै थिए। सागवारुल पोपको सय स्याउ चाहिँ छान्दै थिए स्याउ चाहिँ छनौट गर्दै थिए। छावन छिगोम काजी अहिलेसम्म छिवेस भनेको घरमा म हागो सय के गर्दै थियो। आज नुज सय अलिक ढिलो भयो। छिगोम काजी अहिलेसम्म छिवेस भने घरमा म हागो सय के गर्दै थियो। आज नुज सय अलिक ढिलो भयो भनेको छ। मियानेयो माफ गर्नुहोला सेवा हागो सय नुहाउँदै थिए सेवा हादा भनेको नुहाउँदै थिए। ओभन अझै वे फाती आवासय हिजो किन पार्टीमा आउनु भएन। यहेङ छुनबी हे आनिका भ्रमणको तयारी गर्नुपर्ने भएकोले यहेङ छुनबिरोल हागो सय भ्रमणको तयारी गर्दै थिए।
आज मैले तपाईहरुलाई यस 38औं भिडियो मार्फत पास्ट कन्टिन्युअस टेन्स को बारेमा केही सूत्र र उदाहरणहरु चाहिँ तपाईहरुलाई यति नै गर्न चाहे र यो भिडियो तपाईहरुले सुरुदेखि अन्तिमसम्म यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र अब आउँदो भिडियो चाहिँ फ्युचर टेन्स को हुनेछ। त्यो भिडियो तपाईहरुको लागि अवश्य लिएर आउने छु। त्यतिन्जेलसम्मको लागि यहाँहरुबाट बिदा लिन चाहन्छु। हस्त नमस्ते।